हेलो दर्शकबिन, आजको यो भिडियो रिचार्ज कार्डको पिन मेटियो भनेमा रिचार्ज कार्ड कसरी गर्ने, कहाँबाट गर्ने त्यो सबै जानकारी दिन गइरहेछु। त्यही भएर हाम्रो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र हाम्रो च्यानल डिजिटल ज्ञान भण्डारलाई सब्स्क्राइब गरेर राख्नुहोला। आजको भिडियो सुरु गरौँ। आफ्नो मोबाइलमा रहेको एन्सल एप खोल्नुहोस्। यहाँ सबैपट्टि तल देख्न सक्नुहुन्छ। सबैपट्टि तल यहाँ गेट हेल्पमा क्लिक गरिदिनु होला। गेट हेल्पमा क्लिक गरेपछि ड्यामेज रिचार्ज कार्ड यहाँ क्लिक गर्नुहोस्। त्यसपछि यहाँ सबै विवरणहरू भर्नुपर्छ। यहाँ रिचार्ज कसरी स्क्रैच भयो त स्क्रैचड बाइ नेल यहाँ क्लिक गर्नुहोस्। यहाँ आफ्नो रिचार्ज कार्डमा रहेको सिरियल नम्बर जुन माथि हुन्छ रिचार्ज कार्डको मेटिएको भाग माथि त्यो यहाँ इन्टर गर्नुपर्छ। इन्टर गरेपछि अब यहाँ जुन पिन हेराइरहेछ त्यो टाइप गर्ने, जुन पिन हेराइरहेको छैन त्यसको सट्टामा स्टार टाइप गर्नुपर्छ। त्यो टाइप गरेपछि यहाँ आफ्नो चाहेको नम्बर जसमा रिचार्ज गर्नु चाहनुहुन्छ हजुरहरू त्यो नम्बर टाइप गरेपछि यहाँ रजिस्टरमा क्लिक गर्दा अनि सबै कुरा सही मिल्यो भनेमा एकैछिनमा रिचार्ज भइदिन्छ। भिडियोलाई अन्तिमसम्म हेर्नुको लागि धन्यवाद। हाम्रो च्यानललाई यस्तै खालका भिडियो हेर्नका लागि सब्स्क्राइब गरेर राख्नुहोला।